कोरियामा रहनुभएका सम्पूर्ण प्रवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सर्वप्रथम ढिले भए तापनि दीपावलीको हार्दिक मङ्गलमय शुभकामना। यो एमडब्ल्यू टिभी हो। अब म विनोद मोक्तानबाट समाचार सुन्नुहोस्। कुनै एक कम्पनीमा 5 व्यक्ति कामदार वा योभन्दा बढी संख्यामा कामदारहरू काम गरेमा 1 वर्ष नआएका कामदारहरूलाई कम्पनीले विशेष रूपमा भत्ता दिनुपर्ने कोरिया श्रम कानूनमा उल्लेख गरिएको छ। तर अझै पनि प्रवासी कामदारहरूले भने यस्तो भत्ता पाउन त परै जाओस्, यस भत्ताको बारेमा आवाज उठाउनेहरू पनि कमै मात्रामा देखिएको छ। बर्मेली कामदार श्री कायन स्वदेशबाट आमा बाबु दुवैजना बिरामी भएको खबर पाएपछि उहाँले 5 वर्षसम्म काम गर्दै आइरहेको कम्पनीबाट काम छोडी स्वदेश जानको लागि योजना बनाउनु भयो। 5 वर्षसम्म काम गरेको कम्पनीमा भत्ताको माग गर्दा कम्पनी तर्फबाट उल्टै धम्की र गाली गरेको श्री कायनले बताउनु भयो। 저한테 그냥 계속 전화 통화하시고 그냥 욕하더라고요. 욕도 가고 그리고 뭐 협박도 가고 여러 가지로 협박 가고 있습니다. 그래서 지금은 제가 가야 너 집에 빨리 가라. 계속 이런 식으로 나오면 그냥 뭐 너는 뭐 사람 찾으면서 그냥 너는 죽어버리겠다고 그 협박도 가고요. 여러 कम्पनीले लगातार गाली र धम्की दिने गरे पश्चात श्री कायन राजधानी सौल स्थित प्रवासी कामदार सम्बन्धी एक सेन्टरमा गई यस सम्बन्धी घटनालाई जानकारी गराउनु भएको र यस सेन्टरदेखि श्री कायनको केस कार्य मन्त्रालयमा रिपोर्ट पेश गरेको छ। 시간도 들여야 되고 또 길어지는 상황이라서 아마 나중에 월급을 못 받아서 이제 그 상담소를 찾아오는 친구들에 비해서는 해결률이 조금은 좀 떨어지는 편이에요. 왜냐면 이제 퇴직금이라는 것이 어쨌든 그 근로가 종료된 이후에 이제 청구하는 돈이기 때문에 보통 사업주들에게 연락을 취하면 대개는 반응이 그런 걸 내가 왜 줘야 하느냐 혹은 그런 거 없다. गत अक्टोबर 28 तारिक आइतबार राजधानी सौल स्थित हवागेसा गुम्बामा कोरियामा आई प्राण त्याग्नुभएका प्रवासी कामदारहरूको नाममा स्मृति दिवस साथै श्रद्धाञ्जली समारोहको आयोजना गरियो। यस समारोहमा कोरिया, नेपाल, श्रीलङ्का, बंगलादेश, इन्डोनेसिया, बर्मा, मंगोलिया, फिलिपिन आदि देशहरूको आफ्नो रीतिरिवाज अनुसार मृतकहरूको सम्झनामा दाह संस्कार कार्यक्रम गरियो। कोरियामा आई कडा धरपकड, मारपिट, औद्योगिक दुर्घटना, आत्महत्या गर्नुभई मृत्यु हुनुभएका मृतकहरूको संख्या विगत 10 वर्षभित्र करिब 3000 जना रहेको यस कार्यक्रमका आयोजक छन्दोजे फोङहेङ उयोनहेले बताएको छ। यस कार्यक्रम कोरियामा आई अनेकौं दुःख कष्ट भोगी प्राण त्याग्नु भएका मृतकहरूको आत्माको शान्ति र यस कार्यक्रम मार्फत प्रवासी कामदारहरूमाथि हाम्रो दायित्वलाई एकपटक सोच गराउनको लागि यस कार्यक्रमको आयोजना गरेको हगेसा गुम्बाका सुग्योङ लामाले बताउनु भयो। फिलिपिनी भियतनामी महिलाहरूसँगको विवाह पश्चात अब कोरियन पुरुषहरू कम्बोडिया महिलाहरूबीच अन्तर्राष्ट्रिय विवाह सम्बन्ध राख्न खोजिरहेको छ। तर यस सम्बन्धी विभिन्न नराम्रा असरहरू देखा पर्न थालेको छ। यस वर्ष वैवाहिक सम्बन्ध भई कोरिया आउनको लागि भिसाको लागि दर्ता गर्ने कम्बोडियाली महिलाहरू गत वर्ष 360 जना थियो भने यस वर्ष चौबो रूपमा बढी 1300 जना बढेको छ। यसको मतलब भियतनामी महिलासँग विवाह गराउने एजेन्सीहरूलाई कडा रूपमा कानुनी कारबाही गरिरहेको यो एजेन्सीहरूले कम्बोडियाली महिलातर्फ बिजनेस गर्न थालेको हो। तर कुनै व्यवस्थित ढंग वा व्यवहार नभएकोले यस कम्बोडियाली महिलाहरूसँगको विवाहले गर्दा कम्बोडियाली महिलाहरूले विभिन्न दुःखहरू भोग्नु परिरहेको छ। 캄보디아가 유독 그 남편과 나이 차이가 굉장히 더 많이 나는 것 같아요. 보통 뭐 20살 정도 이렇게 다른 나라들이 나는데 캄보디아는 뭐 30살, 40살 이렇게 나는 경우들도 있고요. 그 지방 쪽이 많거든요. 캄보디아는 아무래도 서울보다는 목포나 뭐 이런 그 전라도 해안 쪽이 많은데 그런 쪽에서 여성들이 와서 이제 뭐 이렇게 잘 힘들 때 결혼중개업소에서 나가서 돈을 벌어라 그러면은 그리고 이제 그 돈을 결혼중개업소에서 뭐 3분의 1을 가진다든가 월급을 뭐 그런 식의 상담들이 많이 들어오고 있는 것 같아요. जर्मनमा कामको लागि गएका 11 जना 20 वर्षीय जवान कोरियाली युवा युवतीहरू 40 वर्ष पश्चात वृद्ध अवस्थामा स्वदेश कोरिया फर्कनु भयो। यिनीहरूले गत नोभेम्बर 5 तारिक राजधानी सौल स्थित म्योङडोङमा एक प्रेस विज्ञप्तिको आयोजना गरी कोरिया सरकारलाई 30 वर्ष अगाडि हाम्रो स्थितिलाई फर्केर हेर्ने आवश्यकता छ भन्दै भेदभाव नभएको प्रवासी कानून निर्माण गर्न माग गर्नुभयो। सन् 1960-70 तिर नर्स तथा घरयासी कामदारको रूपमा जर्मन गएका यिनीहरूले
कोरियामा प्रवासी कामदारहरूको भेदभाव र मानव अधिकारको हननको समाचार सुन्दा एकदमै दुखित भएको कुरा जनाउँदै प्रवासीहरू सबै एकै समाजका बासिन्दा भएको कुरालाई सबैले सोच्नुपर्ने विषय हो भन्नुभयो। हाल कोरियामा EPS सिस्टम होइन कि वर्क पर्मिट सिस्टमको लागू गर्न पनि यिनीहरूले जोड दिनुभयो। करिब 30 दिन मात्र बाँकी रहेको कोरियाको राष्ट्रपति चुनावको दिनलाई अगाडि राखी हान्नारा पार्टीका श्री इभे छाङ राष्ट्रपति चुनावको उम्मेद्वारमा उभिए पश्चात पार्टीभित्र मात्र नभई अरू पार्टीहरूमा पनि विभिन्न होहल्लाहरू मचिरहेको छ। हान्नारा पार्टीका इम्योङ फाक, इभे छाङ र थे थोङहाप मिन्जु सिन्दाङ पार्टीका छङ दोङ यङ बीच राष्ट्रपति चुनावको लागि घोर लडाईँ भइरहेको छ। कोरियाली जनताहरूमाथि गरिएको सर्वेक्षण अनुसार प्रथम र द्वितीय स्थानमा दौडिरहेका इम्योङ फाक र इभे छाङ उम्मेद्वार चाहिँ हाल आफ्नै पार्टीभित्र रहेको भूतपूर्व हान्नारा पार्टीका लिडर सुश्री फाक्खुन हेको रोजाइ अनुसार पार्टी विभाजन हुन सक्ने स्थिति आइपरेको छ। जे भए तापनि कोरिया अनि हामी प्रवासी कामदारहरूको लागि राम्रो योजना लिएको व्यक्ति राष्ट्रपति चुनियोस् भन्ने धारणा व्यक्त गर्दछौँ। हाम्रो MWTVले गत नोभेम्बर 4 तारिकदेखि डिसेम्बर 16 तारिकसम्म सौल तथा पोचन 2 स्थानमा प्रवासीहरूको लागि निशुल्क मिडिया शिक्षा सुरु गरेको छ। क्यामेरा सञ्चालन र एडिटिङ गर्ने तालिम दिने भएको यस शिक्षा तालिममा जो कोहीले पनि भाग लिई तालिम लिन सक्नुहुनेछ। आवश्यक जानकारीको लागि फोन नम्बर 02-776-0416 मा सम्पर्क राख्नुहोला। प्रवासी रक ब्यान्ड स्टप क्रैकडाउन ब्यान्डले बर्माको प्रजातन्त्रको लागि प्रार्थना नामक कन्सर्टको आयोजना गर्यो। यस कन्सर्ट हाल बर्मामा प्रजातन्त्रको लागि लडिरहेका जनताहरूको लागि रकम सङ्कलन गर्नको लागि यो आयोजना गरेको यस कन्सर्टका आयोजक स्टप क्रैकडाउनले बताएको छ। राजधानी सौल स्थित हुङदेको एक क्लबमा आयोजना गरेको यस कन्सर्टमा प्रवासी कामदार तथा कोरियाली जनताहरू गरी करिब 200 जनाको सहभागिता रहेको थियो। गत 11 तारिक आइतबार सिहुङ शहरमा प्रवासी कामदारहरूको लागि वेलफेयर सेन्टरको उद्घाटन भयो। यस सेन्टरमा शारीरिक व्यायाम कोठा, शिक्षा कोठा, कम्प्युटर कोठा, स्वास्थ्यालय तथा बस्नको लागि कोठाहरू भएकोले यस क्षेत्रमा रहेका प्रवासी कामदारहरूले स्वतन्त्रताको साथ प्रयोग गर्न सक्नुहुनेछ। साथै आइपरेका समस्याहरूको समाधानको लागि पनि आवश्यक जानकारी तथा सहयोगको माग गर्न सक्नुहुनेछ। नेपाली कोरिया.com को उद्घाटन समारोह सिउल छेगिदोङको नोजमसाङ छोङयनहापको कार्यालयमा भव्यताको साथ सुसम्पन्न भयो। राजदूत यादव खनालको प्रमुख अतिथिमा सम्पन्न उक्त कार्यक्रममा कोरियामा रहेका विभिन्न नेपाली संघ संस्थाका पदाधिकारी, विद्यार्थी, मजदुर, व्यवसायी तथा बुद्धिजीवीहरूको उपस्थित रहेको थियो। प्रमुख अतिथि राजदूत श्री यादव खनालले पानसमा बत्ती बालेर कार्यक्रमको सुरुवात गरिएको थियो। यस अवसरमा कार्यवाहक राजदूत खनालले वर्तमान अवस्थामा अनलाइन समाचार पत्रहरूको भूमिका अमूल्य रहेको बताउनु हुँदै नेपालमा कोरिया जानको लागि आफ्नो घर घडेरी बन्द राखेर 70 देखि 80 हजारको संख्यामा कोरिया भाषा सिकिरहेको बताउँदै ती नेपालीहरूलाई कोरियाको बारेमा शिक्षामूलक सत्य र